साथीहरु यो चाहिँ कोइरालोको फूल है वाउ वाउ साथीहरु हेर्नु त अमला अमला हेलो एभ्रीवान एसडी अफिसियल ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। म राइनी हजुरमाथि फेरि पनि आइसकेको छु साथीहरु। सेवा सेवना लासो फ्यापुला डस्देले तारीमा जोडले अनि नमस्ते। म राइनी हजुरमाथि फेरि पनि आइसकेको छु। आज चाहिँ कोइरालोको फूल लिएर साथीहरु हेर्नु है, कोइरालोको फूल अचार बनाएर खाना एकदमै मिठो हुन्छ, स्वास्थ्यको लागि नि एकदम राम्रो साथीहरु। यो चाहिँ गाउँमा पाउँछ, यसको चाहिँ बोट अहिले फल्ने सिजन। अब त लगभग हुर्किन पनि लागिसक्यो होला हैन। हेर्नु त कोइरालोको फूल। अब यसलाई चाहिँ मैले अचार बनाउन लागिरहेको छु। यसलाई चाहिँ अचार बनाएर यसमा चाहिँ आलु पनि मिसाउन सकिन्छ थोरै मात्रामा हैन। अनि टमाटर लगाएर अनि तिल पिसेर अनि यसलाई मिक्स गरेर अचार बनाउन एकदम मिठो हुन्छ साथीहरु। अनि अलिकति कागती पनि लगाइदिनु एकदमै मिठो हुन्छ साथीहरु। हेर्नुहोस् है, मलाई बहिनीले ल्याइदिनु भएको, बहिनीको मम्मीले, ममता बहिनीको मम्मीले, उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यति टाढाबाट सम्झेर मलाई ल्याइदिनु भएको छ यति राम्रो सिजनको फूल। अनि अमला हेर्नु है साथीहरु, अमला पनि छ नि, अमला पनि कति धेरै अमला पनि छ साथीहरु। अमला पनि अनि यो फूललाई चाहिँ यसरी गर्ने हो, यसो गरेर एकदमै मिठो हुन्छ। यसो गरेर केलाउने अनि अचार बनाउने अनि एकदमै यसलाई चाहिँ नि टिपेर अनि त्यहाँदेखि सुकाएर राखेर पछि आलुसँग मिसाएर यसमा हल्का झोल लगाएर पनि एकदमै मिठो हुन्छ क्या साथीहरु। पहिले सानोमा मम्मीले त्यसो गरेर हामीलाई दिनुहुन्थ्यो क्या सानोमा। उता सिक्किममा हुँदाखेरि यस्तो कोइरालोको फूलमा अनि काप्रा हुन्छ नि, गाउँतिर काप्रा हो, त्यो पनि एकदमै मिठो हुन्छ, अमिलो अमिलो एकदमै मिठो हुन्छ। अनि त्यो पनि यसरी पकाएर दिनुहुन्थ्यो। अनि यस्तो गरेर एकदमै मिठो हुन्छ साथीहरु। मलाई यो धेरै हुन्छ तर पनि म यसलाई राखिराख्छु साथीहरु। अनि पछि गरेर खान्छु साथीहरु। यसको साथमा ममता बहिनीको मम्मीले मलाई गुराँस पनि ल्याइदिनु भएको छ, लाली गुराँस। अनि मही, गाउँको मही पनि ल्याइदिनु भएको छ, त्यसको लागि पनि थ्याङ्क यू सो मच। अनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ममता बहिनीको आमा र ममिता बहिनीलाई। त्यति टाढाबाट सम्झेर ल्याइदिनु भएको छ कोइरालोको फूल। मलाई हेर्नु है, अमला काण्डले गर्दाखेरि अमला खाँदा पनि तर्सिन्छ क्या मान्छे। अमला धेरै फलेर होला यो साल, अमला काण्ड पनि आयो। अमला काण्डले सामाजिक सञ्जाल निकै नै तातिएको थियो साथीहरु। सानो सानोमा यस्तो अमला टिप्नको लागि तल बेसीमा हामी जान्थ्यौँ अमला खोजी खान। रुखमा चढ्न सक्नु त उयो हो, फेदमा यसो हावाहरूले झारेछ भने यसो एउटा दुईटा खान पाइन्थ्यो। अनि कहिले त त्यो पनि भेटिन्थेन। माथि रुखमा त हुन्थ्यो नि, के गर्नु, चढ्ने अवस्था सक्ने अवस्था नै भएन रुखमा। त्यो सानो रुख भए पो ठुलो ठुलो रुख हुन्छ। अब झटारोले हानेर खाउँ भने पनि आकाशको फल आँखा तरी मर भने जस्तै हो साथीहरु। तलबाट हेऱ्यो अनि थुक्निल्यो, घरतिर फर्क्यो, त्यति हो, त्यति मात्रै। भुइँतिर झरेको भेट्यो भने खायो, हैन भने हेऱ्यो रुखमा, थुक गुटुक्क निल्यो अनि फर्क्यो।
भरै पकाइओरी खाँदै गरेको नि भिडियो लाउँछ है साथीहरू, पर्खिनु होला त्यतिखेरसम्म। साथीहरू यो चाहिँ रामेछापबाट ल्याइदिनु भएको अमला र कोइरालोको फुल। साथीहरू हेर्नुहोस् है, साथीहरू मैले कोइरालोको फुल चाहिँ साझा नै केलाएर रेडी गरिराखेको थिएँ, तर मलाई पकाउनु चाहिँ भोलि बिहान पकाएँ किनकि साथीहरू म अल्छी हुन्छ नि त। हेर्न कोइरालोको अचार पनि रेडी भइसकेको छ। यसमा चाहिँ मैले टमाटरलाई ग्रेभी बनाएर अनि तेल भुटेर पिसेर यसमै लगाएर अनि खुर्सानी पनि त्यहीँ लगाएर अनि मैले हरियो मटर पनि लगाएको छु अनि त्यहाँदेखि आलु पनि उसिनेर लगाएको छु साथीहरू। अनि सुक्खा रोटी पनि पकाएको छु महीको साथमा। यो चाहिँ कोइरालोको अचार, कोइरालोको अचार यम्मी यम्मी मिठो मिठो। गाउँको मही एकदम मिठो छ।